क्रिकेट एसोसिएसन अफ नेपालले नेपाली क्रिकेट टिमको बेन्च स्ट्रेन्थ बढाउनका लागि नेपाल रेड र नेपाल ब्लू गरी 3वटा एकदिवसीय सिरिज आयोजना गर्दैछ। खेल आजको दिन अर्थात् अप्रिल 26, अप्रिल 28 र अप्रिल 30 मा माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। क्यानले नेपाल रेड र नेपाल ब्लू गरी 2वटा टोलीको घोषणा समेत गरिसकेको छ। नेपाल रेडमा कप्तान अनिल कुमार शाह, धृतराज दास, दीपक डुम्रे, विवेक मगर, ईशान पाण्डे, शुभकंचकर, कुशल मल्ल, रसिद खान, सङ्कट राणा, हेमन्त धामी, विशाल पटेल, प्रतीश जेसी, शेर मल्ल, युवराज खत्री, सागर ढकाल र अभिशेष गौतम रहेका छन् भने नेपाल ब्लूमा कप्तान देव खनाल, मयन यादव, अर्जुन घरती बगर, अर्जुन साउद, अर्नेको यादव, सन्दीप जोरा, पवन सराफ, नारायण जोशी, सन्तोष यादव, रिजन ढकाल, आकाश चन्द, रूपेश सिंह, साहब आलम, विपिन खत्री, प्रकाश जैसी र दिपेश कण्डेल रहेका छन्। क्यानले आउँदै गरेको नेपालको महत्त्वपूर्ण ओडिआई गेमहरूलाई मध्यनजर गर्दै नेपाली खेलाडीलाई व्यस्त राख्न हर सम्भव कोसिस गरिरहेको छ। यता नेपाल एलाई पनि भ्रमणमा आएको विदेशी टोलीसँग प्र्याक्टिस म्याच राख्ने होस् या यसरी नै नेपाल रेड र ब्लूलाई टिम बनाई एक आपसमा सिरिज गराएर नेपाली बेन्चमा रहेका खेलाडीलाई एकदमै व्यस्त बनाइरहेको छ। यस सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय टोलीमा डेब्यू अथवा कमब्याक गर्ने मौका समेत पाउन सक्छन्। ओमान र युएई सँगको सिरिज लगतै नेपालले आफ्नै घरेलु मैदानमा स्कटल्यान्ड र युएसए सँग अर्को सिरिज खेल्दैछ। सो सिरिजको स्क्वाड बनाउन क्यानले पक्कै पनि यो प्र्याक्टिस म्याचमा अथवा यस सिरिजमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई समेट्ने नै छ। आजको लागि यो भिडियो यति नै। फेरि पनि यस्तै रोचक भिडियोहरू लिएर भोलि आउने नै छु। त्यतिन्जेलसम्मका लागि भने मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।